हेलो साथीहरु नमस्ते। एउटा नयाँ भिडियोमा फेरि तपाईलाई स्वागत छ। धेरैले मलाई सर्ट भिडियो ब्लग बनाउनु भनेर रिक्वेस्ट पनि गर्नुभएको थियो र त्यसैले पनि मैले एउटा छोटो सर्ट ब्लग बनाउने कोसिस गरेको छु। आज चाहिँ हाम्रो छुट्टीको दिन, आज चाहिँ हामीले घुम्ने प्लान गरेका थियौं। त्यसैले बाहिर म घुम्नलाई भनेर समुद्र घुम्न जाने भन्ने कुरा गर्यौं। समुद्रको लागि जाने भनेर दुईटै चाहिँ रेडी भएर निक्यौं। त्यसपछि हामीले गुगल म्यापमा लोकेसन हानेर अगाडितिर लाग्यौं। तर त्यहाँ भने हामीलाई एउटा समस्या आयो। गुगल म्यापमा पुल माथिदेखि जानुपर्ने, हामीले चाहिँ पुल तलबाट गएर हामीलाई चाहिँ फेरि 15 मिनटको डिस्टेन्स देखायो। 5 मिनटमा पुग्नै लागेको बाटोमा पुल मुनिदेखि गएर फेरि 15 मिनटको डिस्टेन्स देखायो। पुल माथिदेखि जानुपर्ने, पुलको तलदेखि गएर हामीले निकै नै समस्याहरू झेल्यौं। त्यसपछि हामी फेरि लाग्यौं समुद्रतिर। दिउँसोको टाइम त्यही माथि चेन्नईको गर्मीले गाडीमा भए पनि धेरै नै समस्या आइरहेको थियो र हामी फाइनली समुद्रमा पुग्यौं। तर समुद्रमा पुगे पनि हामीले धेरै भिडियोहरू बनाउन पाएनौं। आज खै किन हो, मान्छेहरू समुद्रमा भने थोरै नै थिए। र तपाई भिडियोको यहाँसम्म पुग्नु भएकोमा तपाईलाई धन्यवाद। फेरि अर्को नयाँ एउटा भिडियोमा फेरि भेटौँला।